हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ। झन्डै 2 दशक अघि शान्ति ल्याउँछौँ र आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौँ र स्थायित्व दिन्छौँ भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार हामीले श्री पेच र राजदण्ड, जनताको नासो, जनताकै सुरक्षित संरक्षणमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ। यो दायित्वबाट पलायन वा निषेधित राजनीतिका निम्ति कमजोरीको अनुमोदन थिएन, न त यो भावना आम जनतामा नै थियो। नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको करिब 2 दशक बित्दा पनि देशले सामना गरिरहनु परेको सङ्कटले हामीलाई चिन्तित तुल्याएको छ। हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।